लेट्स मेक चना आलुको सब्जी र मसला पुरी आज मैसँग है त। मैले पहिला चनाको लागि तेल हालेँ, त्यसमा जिरा र मेथी हालेँ अनि प्याजलाई पनि त्यसमै हालेर फुराएँ। त्यस पछाडि चना आलु हालेर मजाले चलाएँ। यसमा मैले बेसार, नुन अनि धनियाँ जिराको धुलो हालेँ। त्यस पछाडि आफैले तयार पारेर मसला बनाएको थिएँ। टमाटर, लसुन, अदुवा र हरियो खोर्सानीलाई पिसेर त्यसलाई हालेर मजाले तल लाग्ने गरी मसला पाक्ने गरी मजाले भुटेँ र पानी हालेर 4 सिटी लाउनको लागि छोडिदिएँ। अब पुरीको लागि मसला रेडी गरौँ है त। पुरीमा उसिनेको आलुमा धनियाँको पात, खोर्सानी, लसुन हालेर मजाले मिक्सरमा पिसेँ। त्यो ब्याटरमा अनि नुन, बेलसार, धनियाँ जिराको धुलो, त्यस पछाडि ज्वानो अलिकति हालेँ। त्यस पछाडि गहुँको पिठो पनि अलिकति हालेर मजाले पुरीको डो बनाएँ। नरम खालको राम्रो पुरीको डो बनाएँ। नरम बनाउनुपर्छ। अनि त्यस पछाडि मजाले पुरी बेलेँ र रेडी गरेँ पहिला अनि मजाले पकाउन थालेँ। यस्तो मजाले फुल्यो। नरम पनि उस्तै भएको थियो, राम्रोसँग फुलेको पनि थियो र मिठो पनि साह्रै मिठो भएको थियो। यसरी हामीले खानालाई तयार पार्यौँ। यो खानालाई चाहिँ टमाटर धनियाँको अचारसँग मिठो हुन्थ्यो, तर हामीले चाहिँ चनासँग पकाएर खाएको। मेरो छोरी कति खुसी भएर हेर्नु न, पुरीमा चना हालेर त्यसरी खानुपर्छ, यसरी खानुपर्छ ममा भन्दै सिकाउँदै खाँदैछिन् आफै। हामीले खुवाएर हुँदैन फेरि उहाँ हजुरलाई। थ्याङ्क यू।